दसैँ सेलिब्रेसन नगरेर कताजना लाग्यो हतारमा एकछिन लेट्स गो ब्याक एन्ड सेलिब्रेट दसैँ हुन त लास्ट डे एक्जाम पनि थियो क्यारे नयाँ वर्षको रूपमा मनाइन्छ र दसैँ र तिहार दीपावलीको बारेमा सबैले जानकारी छँदैछ है। अब दसैँ तिहारको बारेमा धेरै कुराहरू पनि भन्नु पर्दैन गुरुबाले धेरै कुराहरू बोइजहरूले अनिवार्य रूपमा टोपी लगाउनु होला है बोइजहरूले अनिवार्य रूपमा टोपी लगाउनु होला Very fine. But scary eyes. The last day and परिमा गएर मोमो र स्याबले ससेज नमस्कार सबै Manus ma'am, how you are feeling? Really, I can't express anything right now. It's kind of confusion type of feeling. I don't know. I can't explain it. Are you feeling awkward? Yeah, kind of. Why? It feels very weird here because I feel very awkward this is to present myself with a lot of people in front of a lot of people. So I'm kind of, actually I'm not nervous, but I feel like, okay, where am I right now? It's kind of, yeah, I don't have to feel what I am. Okay, no matter then. Happy Dasai. Happy Dasai. Every classes त्यसमा पनि सेक्सन वाइज अझ सेक्सन वाइज हुँदै गर्दा पनि बोइज अनि गर्ल्स गर्दै पालो सबैले टीका ग्रहण गर्दै थिए हामी टिचर्सहरूको पनि छुट्टै सानो एउटा प्रोग्राम थियो जुन प्रोग्राममा गुड विसेस शेयरिङ गर्नुपर्ने र हामी त्यसको लागि पनि वेटिङमा थियौँ Bye. 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 Bye.
यसरी हुन्छ यो कहानीको अन्त्य। तर कहानी अझै सकेको छैन है। भनिन्छ नि अभी त पार्टी सुरु ये कम ऑन। आजको हाम्रो क्राइम फादरमा चाहिँ नयाँ मेम्बर पछाडि आइरहनु भएको छ। यो हाइवे यस्तोमा पो बस्ने अरे हामी तपाईँ बसे ठाउँ जानला हो। ल कति टाढा रहेछ त? टाढा छ नि त। यो टाढा होइन, म ठ्याक्कै 8 मिनेट स्कुल पढ्छु। टाढा रहेछ बिस्तारै के हो मम्मी त्यो तपाईँ नरोनु मलाई। आज मोमो खान जानु छ कि? आज मोमो खान जानु छ है। बिस्तारै 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 राजा मोमो खान जान्छ। Oh my god! You! Be safe, be safe! त्यो दामी छ त। तपाईँले मेरो सातो पुत्लो खाएर हुन्छ रहेछ नि मरिरहने। कस्तो डेन्जर चलाएको आजको क्राइम पार्टनर मसँग मेरो स्कुटरमा बस्नुभन्दा त काम हुन्छ। बिहान त झन् खाली। कस्तो राम्रो प्रोग्राम गर्थ्यो बिग ब्यान्डले, योपालि के गर्यो भन्यो।